नमस्ते। आज हामी सपोर्ट लघुवित्तको दोस्रो त्रैमासिक वित्तीय रिपोर्टलाई केलाउँदैछौँ। यसमा वृद्धि र जोखिमको एक निकै रोचक कथा लुकेको छ। ल, सुरु गरिहालौँ। सुरुवात गरौँ यो ठूलो ध्यान खिच्ने अङ्कबाट। 104.83%। एकछिन यो अङ्कलाई हेरौँ, यो के होला त? यो विशाल अङ्क हो। सपोर्ट लघुवित्तको खुद नाफामा भएको वार्षिक वृद्धि हो। एकै वर्षमा 104% भन्दा बढीको उछाल। यो साँच्चै नै ठूलो जम्प हो। अब रकममा हेर्ने हो भने कम्पनीको खुद नाफा बढेर 3,17,55,000 रुपियाँ पुगेको छ। गत वर्षको यही अवधिसँग दाँच्दा यो साँच्चै नै प्रभावशाली वृद्धि हो। अनि यो नाफा आयो कहाँबाट त? यसको मुख्य इन्जिन भनौँ न, मुटु नै त्यो हो खुद ब्याज आम्दानी, र त्यसमा पनि 73.20% को बलियो वृद्धि देखिन्छ। अब यत्रो वृद्धि भएपछि शेयरधनीहरूलाई के फाइदा भयो त? सिधा फाइदा देखिन्छ प्रति शेयर आम्दानी अर्थात् इपिएसमा। गत वर्षको 25 रुपियाँ 32 पैसाबाट ह्वात्तै बढेर 51 रुपियाँ 87 पैसा पुगेको छ। यो त झन्डै डबल नै भयो नि, होइन र? ल, यहाँ हेरौँ त। यो टेबलले सबै कुरा एकै ठाउँमा देखाउँछ। खुद नाफा, खुद ब्याज आम्दानी, इपिएस सबैमा गत वर्षको तुलनामा कस्तो गजबको वृद्धि भएको छ, होइन त? नम्बरहरूले आफै कथा भनिरहेका छन्। ओके, नाफाका अङ्कहरू त निकै आकर्षक छन्, तर प्रश्न उठ्छ, यी अङ्कहरू पछाडि कम्पनीले के गरिरहेको छ त? आउनुहोस् यसको ग्रोथ इन्जिनलाई अलि नजिकबाट निहालौँ। ल हेर्नुहोस्, कम्पनीले आफ्नो कोर बिजनेस मतलब कर्जा प्रवाह 12.21%ले बढाएको छ। अब कर्जा दिन पैसा पनि त चाहियो, त्यसैले निक्षेप र सापटी पनि 16.68%ले बढ्यो। र सबैभन्दा महत्त्वपूर्ण, कम्पनीको जगलाई बलियो बनाउने जुन जगेडा कोष छ त्यसमा त 40.57% को शानदार वृद्धि भएको देखिन्छ। अनि त्यही जगेडा कोष बढेकाले नै कम्पनीको प्रति शेयर नेटवर्थ पनि बढेर 189 रुपियाँ 1 पैसा पुगेको छ। यसले के देखाउँछ भने कम्पनीको वित्तीय आधार, उसको जग झन बलियो बन्दै गएको छ। वाह, अहिलेसम्म त सबै कुरा गजब छ, होइन त? ग्रोथ, नाफा, बलियो जग। तर के कथा यतिमै सकिन्छ कि यो चमत्कारक वृद्धिको पछाडि कुनै खतराको सङ्केत पनि लुकेको छ? हो, यहाँनिर एउटा महत्त्वपूर्ण प्रश्न सोध्नै पर्छ। यस्तो तीव्र विस्तारसँगै के कुनै चेतावनीका सङ्केतहरू पनि देखिएका छन्? र दुःखको कुरा, जवाफ हो। सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ कम्पनीको निष्क्रिय कर्जा वा एनपिएल। हेर्नुहोस् त, गत वर्षको 1.74%बाट बढेर यो 3.17% पुगेको छ। यो त झन्डै दोब्बरको वृद्धि हो। यो चाहिँ अलि सोच्नुपर्ने कुरा हो। अब यो निष्क्रिय कर्जा वा एनपिएल भनेको के हो त? सिधा भाषामा भन्दा यो यस्तो ऋण हो जसको किस्ता ऋणीले तिर्न सकेको छैन। मतलब यो पैसा उठ्न गाह्रो छ, डुब्न सक्ने जोखिम छ। अनि जब यस्तो खराब कर्जा बढ्छ, कम्पनीले त्यसको लागि छुट्टै पैसा छुट्याएर राख्नुपर्छ। त्यसलाई इम्पायरमेन्ट चार्ज भनिन्छ, र त्यो रकम पनि बढेर 16,65,000 रुपियाँ पुगेको छ। मतलब नाफाको एउटा हिस्सा त यतातिर गयो। अब हेर्नुहोस् त कस्तो अवस्था आयो। एकातिर गजबको नाफा छ, अर्कोतिर जोखिम बढेको बढै छ। यो दुई डुङ्गामा खुट्टा राखेको जस्तो अवस्थालाई कम्पनीले कसरी सम्हाल्यो त? के दक्षताले यहाँ कुनै भूमिका खेल्यो? र हो, यहाँनिर कथाले साँच्चै नै रोचक मोड लिन्छ। खराब कर्जा बढे पनि कम्पनी आफ्नो काममा झनै स्मार्ट देखियो। कसरी? दुईवटा कुरा हेरौँ। पहिलो, कम्पनीले पैसा जुटाउने लागत अर्थात् कस्ट अफ फन्ड्स घटाएर 6.48% मा झार्यो। र दोस्रो, ऋणमा कमाउने र निक्षेपमा दिने ब्याजको फरक, जसलाई स्प्रेड दर भनिन्छ, त्यसलाई बढाएर 8.20% पुर्यायो। सोझो भाषामा भन्दा सस्तोमा पैसा ल्याएर महँगोमा लगाउने काममा कम्पनी झनै पोख्त भयो। अनि यो बढेको दक्षताको नतिजा के भयो त? नतिजा यो भयो कि निष्क्रिय कर्जाको समस्या हुँदाहुँदै पनि कम्पनीको सञ्चालन नाफा 73.83%ले बढ्यो। यसले के देखाउँछ भने कम्पनीको कोर अपरेसन अझै पनि एकदमै नाफामूलक छ। ल, त्यसो भए यो दोस्रो त्रैमासिकको रिपोर्टलाई सारमा भन्दा के देखियो त? एकातिर छन् कम्पनीका शक्तिहरू, 104% भन्दा बढीको नाफा वृद्धि, 73% को सञ्चालन नाफा वृद्धि र पैसाको व्यवस्थापनमा देखाइएको गजबको दक्षता।
तर अर्कोतिर एउटा ठूलो चुनौती पनि छ। निष्क्रिय कर्जा 1.74%बाट बढेर 3.17%मा पुग्नु, यो चाहिँ बिर्सन नहुने कुरा हो। र यो सबै विश्लेषणले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोड्छ कि कम्पनीले देखाएको यो प्रभावशाली दक्षताले भविष्यमा पनि बढ्दो कर्जा जोखिमलाई यसै गरी जित्दै जान सक्ला? यो नै सायद आगामी दिनहरूमा सबैले हेर्न चाहेको मुख्य कुरा हुनेछ।